समयको मूल्यभित्र पनि हजुरले यस समयलाई समति जनाइदिनु देखाउनु मेरो व्यक्तिगत महु भाष चाहिँ भोट भाजा हो भन्ने बुझिँदो रहेछ। यसैलाई टिबिटेनबाट सर भनिँदो रहेछ। यसलाई तामु भाषामा नयाँ साल भनिएको हो भन्ने थाहा लागेको छ। विशेष पुष 15 अंग्रेजी महिनाको 30 डिसेम्बरमा पर्छ र हामीले आजको दिन यसरी नै भव्यताको साथमा जाँदै गरेको लो अर्थात् वर्गलाई बिदा गर्दै र आउँदै गरेको लो वर्गलाई स्वागत गरेर मनाउने चलन परापूर्वकालदेखि चलिआएको
थाहा लाग्छ। विशेष गरेर पूर्वी राज्यहरूमा विभिन्न प्रकारले यो लोछार मनाइएको पाइँदो रहेछ र हामीले पनि मनाउँदै आएका छौँ। हामीले पनि यहाँहरूलाई सकभर आफ्नै तामु परिवारहरूबाट बलजफ्ती भए पनि केही लोसारका कोसेलीहरू पस्किने यस साल पनि जमर्का गरेका थियौँ। त्यस्तै प्रकारले तपाईहरू सबै हाम्रो जुन यो निमन्त्रणलाई स्वीकार गरेर सहजै स्वीकारेर यसरी हामीमा आएर हाम्रो यस समारोहलाई शोभा बढाइदिनु भएकोमा म अगावै यहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। र जाति गुरुङ समुदायबाट जुन चाहिँ नयाँ साल पुरानो छोडेर नयाँ साल प्रवेश भएको यो बुझिन्छ र यो अवसरमा हाम्रा मञ्चमा आज अतिथिको रूपमा विराजमान हुनुहुन्छ जिपियुका माननीय पञ्चायत सभापति महोदय, उपसभापति महोदय, अन्य माननीय पञ्चायत सदस्यगणहरू जो उपस्थित हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईहरू आएर